हेलो साथीहरू, वेलकम छ मेरो नयाँ ब्लगमा। म चाहिँ काठमाडौँ आइसकेको है, बिदामा घर गएको थिएँ 15 दिन जति। र आज हिजो काठमाडौँ आएको अनि आजबाट ड्युटी जोइन पनि गरिसकेँ साथीहरू है। म घर जानुभन्दा अगाडि साथीहरू मैले काठमाडौँ जस्तो ठाउँमा अब बारी खेतबारी त हुँदैन, अब तरै हाम्रो गाउँघरमा त खेतबारी पनि हुन्छ, खेतमा धनियाँ सागसब्जीहरू लगाइन्छ। यहाँ चाहिँ अब काठमाडौँमा खेतबारी त हुँदैन, त्यसले गर्दाखेरि मैले चाहिँ गमलाहरूमा प्लास्टिकको गमलामा प्याज लसुन खुर्सानीहरू छोडेर गएको थिएँ 15 दिन अगाडि साथीहरू होइन, लगभग 15 दिन जति अगाडि छोडेर गएको थिएँ। र अनि आज आएर हेरेँ कस्तो भएको रहेछ, मैले छोडेर अब गएको धनियाँ अब जुन मेन भनेको अब प्याज थियो है साथीहरू। हेर्नुहोस् न साथीहरू, प्याज चाहिँ यस्तो भएको रहेछ है, राम्रो हो नि होइन, यस्तो गमलामा होइन मैले चाहिँ प्याज छोडेर लगाएको थिएँ। एकदम रोपेर प्याजको चाहिँ डल्ला हुन्छ नि, हामीले जुन खाना ल्याउँछ नि त्यो प्याज हो है, खाना ल्याउने प्याज हो। अनि लसुनहरू धनियाँ चाहिँ मैले पहिले रोपेको धनियाँ यो चाहिँ त्यो पनि छ है, प्याज यो है साथीहरू। मेन भनेको चाहिँ यो प्याज मैले रोपेर गएको यस्तो भएको छ साथीहरू। तपाईँलाई मेरो भिडियो कस्तो लाग्यो, यदि राम्रो लागेको छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला साथीहरू, लाइक कमेन्ट अनि सेयर गरिदिनु होला है त साथीहरू। थ्याङ्क यू।